हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज म तपाईहरुलाई टियु को रिजल्ट कसरी चेक गर्ने, सबै इयरको 1 2 3 4 फोर्थ इयरसम्मको रिजल्ट कसरी चेक गर्ने भन्ने बारेमा सिकाउन गइरहेको छु। आज स्पेशल हाम्रो सेकेन्ड इयरको लागि हो, बीबीएस र बीएड को लागि र बीएससी को लागि। यसरी सुरुमा तपाई क्रोममा जानुस्। क्रोममा गइसकेपछि tuexam.edu.nt नभए वेबसाइट खुलेन भने माथि tu.com सर्च गर्नु। tu.education.np रिजल्ट सर्च गर्नु, माथि नै आउँछ। त्यसपछि टियु युनिभर्सिटी लेखेको यो हाम्रो टियु को वेबसाइट भयो। माथि आउँछ टियु एक्जाम, त्यो क्लिक गरेपछि एक्जामिनेसन त्रिभुवन युनिभर्सिटी बल्खु काठमाडौँ भएको एड्रेस आउँछ। यहाँ तपाईले आफ्नो कोर्सलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। यहाँ गएपछि टियु एक्जामिनेसन टियु रिजल्ट भन्ने आउँछ। माथिको लिंकलाई क्लिक गर्नुस्। त्यसपछि यहाँ आफ्नो इयरलाई सिलेक्ट गर्नुपर्छ। पार्शियल हो कि रेगुलर हो तपाईको जुन हो त्यही अनुसार सिलेक्ट गर्नु। बीए, बीएससी, बीएड र बीबीएस को लागि अहिले सेकेन्ड इयर को रिजल्ट म चेक गरिराखेको छु। त्यसकारण चाहिँ सेकेन्ड इयर लास्ट अप्सन गएर सिलेक्ट गर्नुस्। त्यसपछि प्रोग्राम आउँछ। बीएससी को लागि हो कि बीबीएस को लागि हो। म अहिले बीबीएस को लागि चेक गर्दैछु। साथीको बीबीएस सिलेक्ट गरे। कुनै बेला तपाईलाई प्रब्लम जेनेरेट हुन सक्छ, त्यसको पनि कारण म बताउँछु। तर अहिलेलाई चेक गर्दै जाउँ। हेरौँ के समस्या देखाउँछ। यहाँ हाम्रो आउँछ रिजल्ट कि आउँदैन। 434 एउटा साथीको म सिम्बल नम्बर लिएर चेक गर्दैछु। हेरौँ यो सिम्बल नम्बर पछाडि के आउँछ रिजल्ट। इनकरेक्ट इनपुट भन्यो। यसमा केही प्रब्लम छ। प्रब्लम भएको कारण चाहिँ रिजल्ट पब्लिश भएको देखाउँदैन। नभए यहाँ मैले डेस्कटप नगरेर पनि हुन सक्छ। म डेस्कटप गरेर फेरि चेक गर्छु एकपटक। मोबाइलबाट अलि नआउन सक्छ, त्यसकारण सेकेन्ड इयर गरेर सिम्बल नम्बर हालेर फेरि म चेक गर्छु। तपाईहरुले देखाउँदै छु के समस्या जेनेरेट हुन्छ त। यहाँ same problem facing there last time. I can't check my second year result due to TU website warning. यसरी सबैलाई प्रब्लम फेस गरेको सबैले भनिरहेको थियो, त्यसकारण चाहिँ यो भिडियो बनाए। यसको लागि हामीले केही समय वेट गर्नुपर्छ। साँझसम्म वेट गर्नु। अनि वेट गरे पछाडि तपाईको रिजल्ट पब्लिश हुन्छ। पब्लिश भएको छैन, नभए कुनै किसिमको समस्या होला, त्यसकारण चाहिँ यहाँ देखाएको छैन। त्यसको लागि तपाई साँझसम्म वेट गर्नु अनि फेरि चेक गर्नु होला। यदि भएन भने मलाई मेरो नम्बरमा कन्ट्याक्ट गर्नु होला। हस्, धन्यवाद। बाँकी अरु टेक्निकल सम्बन्धी कुनै पनि विषयको बारेमा जानकारी चाहनुहुन्छ, रिजल्ट चेक गर्ने, टियु को अहिले नयाँ वेबसाइट अनुसार फर्म पनि हाम्रो अनलाइन भर्नुपर्छ, त्यसको सम्बन्धी कुनै नलेज चाहिन्छ भने मलाई कन्ट्याक्ट गर्नु होला। म तपाईहरुको खुशीको लागि सधैं तत्पर रहने छु, सधैं एक्टिभ रहने छु। जुनसुकै बेला तपाई मलाई टेक्निकल सम्बन्धी नलेजको लागि सम्झिन सक्नुहुन्छ। नभए जुन समस्या हुन्छ त्यो मेरो जीमेलमा पठाउन सक्नुहुन्छ। जस्तै मेरो जीमेल
sy600775@gmail.com. This is always available for all of you, dear student, teachers, and all. To you, controller. Thank you so much.